दर्शकबिन नमस्कार। म हिमबहादुर पुन मगर फेरि पनि हजुरहरूको सामुन्ने उपस्थित भएको छु। आज यस ड्रागन फ्रुट बिरुवाको फलहरू देखाउँदैछु मैले हैन। देखिराख्नु भएको छ तपाईहरुले। यो चाहिँ 7औं 8औं लट हो यो हैन। अब तपाईलाई म देखाउँदैछु यो चाहिँ यो फल 8 लट भयो। यो फल फलेको पाक्दैछ केही दिनमा हैन। अनि तपाईलाई म यहाँ के देखाउन गइरहेको छु भने यो फुल फुलिरहेको छ। आज राति फुल्दैछ यो फुलहरू केही र केही आज राति फुलिसक्यो। यो फुल्न तयारी छ। यो चाहिँ 8 लट हो है। यो 8 लट भयो। अब तपाईलाई म के देखाउन गइरहेको छु त भन्दा यहाँ सानो कोपिला है। यो हिजो राति पानी पर्यो। पानी पर्नको कारणले यो सानो कोपिलाहरू 1 2 3 4 5 वटा एउटैमा फुलेको छ हैन। यस्तो यस्तो प्रत्येक हाँगाहरूमा सानो कोपिलाहरू फलेको छ। यो चाहिँ 9 लट हैन। यो 9 लट देख्न चाहनुहुन्छ तपाईहरुले है। यसरी फलहरू चाहिँ प्रत्येकमा यति राम्रोसँग फलेको छ हेर्नुस्। 25 26 वटा भन्दा कम फलेको छैन। अबको 8 10 दिनमा यो बेच्ने तयारी हुँदैछ। यो फल हेर्नुस् यति ठुलो छ। रातो रातो पाक्न सुरु गरेको छ। आज राति पाक्छ होला। यो पनि पाक्न तयारी पाकिसकेको छ। केही फलहरू यहाँ देखिराख्नु भएको छ। यो फल पनि पाकिसकेको छ। यहाँ मैले देखाउँछु तपाईलाई। यो यसमा यो बिरुवामा मात्रै फलेको फलहरू गन्दैछु मैले हैन। यति धेरै फलेको छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 कुनै पनि सानो छैन है। 26 27 हैन 28 29 30 31 32 33 34 35 36 37 37 38 39 40 41 42 42 वटा फल तपाईको पाएको छ हैन। यसरी फलेको छ। यो 22 वटा फलसँगै पाक्यो भने तपाईले आफै सोच्नुस् 3टाको 1 किलो हुन्छ भने कति किलो हुन्छ हिसाब गर्नु होला हैन। यो एउटैमा फलेको छ भने यसरी यो प्रत्येक बुटाहरुमा फलेको छ हैन। कुनैमा पनि कमी छैन हैन। कसैको पनि कमी छैन। यदि तपाईहरुलाई बिरुवा चाहियो खण्डमा हजुरहरूले कल गर्न सक्नुहुन्छ मलाई 98 480 82 057 हामी बिरुवा पनि तयारी गर्ने छौं। यति धेरै फल्नेवाला हैन। व्यवसाय रूपले गर्दा चाहिँ गर्ने चाहिँ पक्कै पनि हो यो प्रजाति। मलेसियन सीएल रेड भेला भेराइटी हो यो हैन। यो तपाईहरुले चाहिँ यहाँ जताततै पाउन सक्नु हुँदैन। यति भन्दै म हिमबहादुर पुन मगर श्री मिलन कृषि फार्मदेखि र किसानको साथी युट्युब च्यानलदेखि बिदा हुन चाहन्छु। यदि किसानको साथी युट्युब च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन, नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गरिदिनु हुनेछ भन्ने आशा गरेको छु हैन। अनि यो भिडियोलाई फुल वाच गर्नु होला र कति फलहरू फल्दो रहेछ भन्ने कुरा पनि तपाईहरुले जानकारी पाइहाल्नुभयो भन्दै बिदा हुन चाहन्छु। जय कृषि जय किसान। सम्पूर्ण किसानहरूले हेर्नै पर्ने भिडियो। अझै पनि आशा गरेको छु 1 लट अझ फल्छ होला जस्तो लागेको छ। 9 लट फलेर पनि अझै 1 लट फल्छ होला जस्तो लागिरहेछ। कात्तिकको 1 2 गते पानी पर्यो भने 1 लट फेरि फल्छ भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।